फाइनली यता फेरि बुद्ध स्तूपा भन्छ यहाँनिर के पो भन्नुहुन्छ होइन गुम्बा अब स्तूपा हजुर हो त्यो चाहिँ राम्रो लाग्यो महादेवीले बुद्धलाई जन्म दिइसकेपछि 7 दिनमा महादेवी बित्नुभयो याद छ राजाले बुद्ध भगवान जन्म भएको ठाउँ हेर्न पाइयो घुमियो देखियो उहाँलाई त हामीले त अहिलेसम्म साँच्चै भनौँ भने मूर्ति मात्रै देखिएको थियो होइन हजुर हजुर यो त साबुत जन्म भएको ठाउँ पनि देखिएको थियो सो हेलो एन्ड गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल स्वागत छ मेरो ब्लगमा हामी आज हिजोको ब्लगमा टाइम लाग्यो होला सो हेर्नु होला सो आज भिडियो नि नजर गरेर हेर्नु होला भन्दैछु कस्तो देखिरहेको छ मलाई सो यहाँको पानी ओभर चिसो छ क्या फेरि लास्टै चिसो छ सो के कस्तो हुन्छ तपाईँले देख्नुवाला छु सो फाइनल्ली हामी चाहिँ यो खै के दरबार यहाँ आइसक्यौँ अब पस्नु पर्ने हुन्छ यता चाहिँ गुम्बा ठुलो के गुम्बा भन्छ यसलाई चाहिँ टक्क लाग्यो चाहिँ सबै घुम्दै 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 आइरहेको छौँ यो चाहिँ यस्तो छ मेरो दाजु यहाँ ढोक्दै हुनुहुन्छ हुन्छ यो गुम्बा भनेको हाम्रो नेपालबाट निर्मित है जहाँ गौतम बुद्धको कान्छी आमा जहाँ गौतम बुद्धलाई गौतम बुद्धको कान्छी आमा कि आँसु चाहिँ आँसु भने पनि कान्छी आमा भने पनि ए जहाँ उहाँ महादेवीले बुद्धलाई जन्म दिइसकेपछि 7 दिनमा महादेवी बित्नुभयो याद छ राजाले दशरथ राजाले चाहिँ कान्छी आमालाई उसकै बहिनी कान्छी आमालाई बिहा गरेपछि उनले लास्ट अन्तिममा बुद्ध भगवानले बुद्धत्व प्राप्त गरेर आइसके पछाडि चाहिँ होइन पछाडि म पनि भिक्षु बन्छु भनेर भिक्षु बनिसके पछाडि चाहिँ उहाँको नाममा बनाएको यो बुद्ध विहार हो हेर्न सक्नुहुन्छ गौतम बुद्ध ट्याक्कै यहाँ चाहिँ गौतम बुद्ध अनि यहाँ ट्याक्कलाई यहाँ पनि गौतम बुद्ध ट्याक्क लगाएर चाहिँ यो चाहिँ पनि यो पनि यहाँ पनि दर्शन सर्शन गरिसक्यो अनि अब चाहिँ के कस्तो हुन्छ अब जानेवाला चाहिँ हामी खोला जाउँ 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 अब मेमे अब जाउँ 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 फाइनली यता फेरि बुद्ध स्तूपा भन्छ यहाँ चाहिँ आइसक्यौँ यस्तो चाहिँ यो गेटबाट एक्जिट भएर हजुर अनि यता चाहिँ आएको छौँ बुद्ध स्तूपा जिउ नफालिकन यसरी ओ मानिपिङ खाली खुट्टा हिँड्नुपर्छ यसमा जस्तो हाल्नु हुँदैन सो सबै जुत्ता फुगालेको छ सो चाहिँ बुद्ध स्तूपा आऊ आऊ बुनु आऊ आऊ ओ मानिपिङ सुन्नुपर्छ सो चाहिँ बुद्ध भगवान्को ओ मानिपिङ मेन मन्दिर त उनी यसरी नै यो स्तूपा वरिपरि घुम्नुपर्ने हुन्छ हामी सो यस्तो गर्दै सो हामी चाहिँ
माने पेमे खै 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 फाइनली यो म्यानमार गुम्बा कि के गुम्बा हो भने गुम्बा अब भित्र के कसो छ त्यो हेर्न जानुपर्ने हुन्छ आऊ 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 अक्कल आएर भित्र चाहिँ अब के कसो छ हेर्नुपर्ने हुन्छ नि आम्माम यहाँ पनि दामी रहेछ है होइन होइन आखे राम्रो छ नि अब टुपा तुली चाट दामी छ दामी गुम्बा त कति रहेछ तर अर्को देशले बनाएको हजुर आम्माम दामी रहेछ त्यो अर्को यो चाहिँ गुम्बा म्यानमारको हुन्छ कता हो गुम्बा गुम्बा चाहिँ ओ टक्कलाई म्यानमार बर्माको बर्मा उता म्यानमार गुम्बा अनि त्यो चाहिँ फोटोसोटो खिचेर जानुभएको छ त्यो अनि के हो यस्तो चाहिँ ठुलो ठुलो मतलब यस्तो यस्तो गुम्बाहरू चाहिँ अरू कन्ट्रीले बनाएको पनि कति छ अरे क्या त्यो यहाँ चाहिँ हामीले तिनवटा चारवटा चिज हुन्छ कि त्यो अनि यता चाहिँ हेर्न सक्दै फोटो खिच्नु फोटो 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 त्यो त फोटो खिच्दैछ कृपया जुत्ता चप्पल यहाँ मनाइ छ त्यो ढोक्न जानुपर्ने हुन्छ त्यो गुम्बा म्यानमारको अनि यता चाहिँ टक्कलाले अब टक्क फोटोसोटो खिचिसकेर त्यो रोकेर पनि सक्यौँ टक्कलाएर बाहिर जानुपर्ने हुन्छ अनि त्यो चाहिँ जाने बाटो त्यो अनि त्यो चाहिँ बहिनी बहिनी छ अगाडि अब जानुपर्ने हुन्छ जाउँ 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 भाइ हेलो भन् टक्कलाई मजा आइरहेछ ल ठिक छ अब अझै घुम्ने ठाउँहरू कति छ के गुम्बा अरे म्यानमार गोल्डन टेम्पल यस म्यानमार गोल्डन टेम्पल छोडिदियो त्यो हाम्रो फोन आइफोनभन्दा कम छैन अब यसमा अझ अपडेट हुने बाँकी छ यो फोनबाट है म्यानमार गोल्डन गुम्बा चाहिँ घुमिसक्यौँ अब त्यो फेरि त्यो अगाडि चाहिँ टक्क ल्याएर त्यो बन्दै गरेको होला सायद दामी रहेछ पोखरी जान्छ होला यो बन्दै गरेको के बनाउनु रहेछ यता चाहिँ कतिवटा गुम्बा कतिवटा देशले बनाएको गुम्बा मजा ए अनि तपाईँ चाहिँ कहाँ छ अन्त कुन ठाउँ मतलब राम्रो कुन ठाउँ राम्रो लाग्यो हामीलाई तपाईँलाई मतलब राम्रो भनेको चाहिँ यो यहाँनिर के पो भन्नुहुँदै थियो त्यो अब स्तूपा हजुर हो त्यो त्यो चाहिँ राम्रो लाग्यो राम्रो लाग्यो अब अझै कतिवटा गुम्बा छ नि हजुर हजुर फेरि फेरि भेट गर्दै गरौँ न हुन्छ हजुर हुन्छ ल अनि यता चाहिँ ट्याक्क गुम्बाहरू हजुर हजुर अनि तपाईँलाई चाहिँ कस्तो लाग्यो गुम्बा गुम्बा रमाइलो लाग्यो के गर्नु र अब घुम्दा घुम्दै घर फिर्ने बेला भयो भइसक्यो अब घुम्न यतै घुमेर मजाले बस्नु पाए झनै राम्रो हुन्थ्यो होला हजुर 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 तपाईँलाई चाहिँ अन्त राम्रो चाहिँ कुन ठाउँ लाग्यो राम्रो चाहिँ कहाँ लाग्यो अब सबैभन्दा राम्रो अलिकति शान्त अलिकति कहाँ लाग्यो शान्त भनेको त अब लुम्बिनी नै रहेछ कहाँ जन्मेको ठाउँ चाहिँ साह्रै शान्त राम्रो लाग्यो यो त हाम्रो बुद्ध भगवान जन्म भएको ठाउँ हेर्न पाइयो घुमियो देखियो उहाँलाई त हामीले त अहिलेसम्म साँच्चै भनौँ भने मूर्ति मात्रै देखिएको थियो होइन हजुर हजुर हिजो त साबुत जन्म भएको ठाउँ पनि देखियो नि हजुर हजुर सो जस्तो रमाइलो लागिरहेको छ रमाइलो लागिरहेको छ ट्याक्क लालु
ट्याक्क लगाएर चाहिँ यो चाहिँ गुम्पा चाहिँ को पनि रहेछ मेमे कस्तो लागिरहेछ मजा रमाइलो ल ठिक छ अब टक्क लगाएर ए त हाम्रो मेमे चाहिँ ओ हेलो मेमे ठुलो मेमे टोपी मात्रै नकिरौँ न हौ यता बताउनु पर्यो नि त यो चाहिँ भएन है मेमेलाई अनि यता चाहिँ त्यही हो अगाडिको